गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा हालेपछि यता युवराज सफालाई भने धम्की आउन थालेको छ। यो भिडियो क्लिप एकचोटि हेर्नु त। किन भुकिया त त्यसरी मेसेजमा आएर कुकुर त्यसरी भुक्नुहुन्छ त? हात्ती लम्किरहेको बेलामा यस्तो यस्तो त्यो गृहमन्त्री त्यो जुन त्यो मुद्दाहरु फिर्ता गर त्यो को हामी मिलाउँछौँ। के गर्ने फिर्ता गर्नलाई के गर्ने भाइ ल भन नि त के गर्ने फिर्ता गरेर के काम? त्यो जुन मुद्दाहरु तिमीलाई के चाहिन्छ त्यो सबै बात मलाई त केही पनि चाहिँदैन। म त नाङ्गा हो बुङ्गा हो होइन जोगी हो। बरु एउटा कुटी मिलाइदियो भने त मलाई एउटा कुटी यहाँ बस्ने आनन्दले कुटी जङ्गलतिर आनन्दले बस्ने कुटी हुन्छ नि जङ्गल जोगी बस्ने। हेर है म भन्छु अरु कुरा थाहा छैन म त्यो मुद्दाहरु खुरुको फिर्ता गर। कुनै हालेर फिर्ता हुन्न। शेरबहादुर देउवा नि शेरबहादुर देउवाले आएर भन्छ नि फिर्ता हुन्न भाइ। फेरि त्यसो भयो भने कि मर्ने विचार छ अनि मर्ने विचार छ भाइ। तिमी जोगिएर हिँड नि बाबु। फेरि कुन दुला आउँछ र बोल्दैछ भाइ? दुलामा हैन त्यसो पढामा त केपी शर्मा आउनुले सोध न सानो भाइ भन्ने को उलाई तिमी मलाई सानो भाइ हो क्या तिमी? सानो मान्छे हो भाइ हो ल नामै जस्तै छ। ओ अब जो कसरी सुट हुन्छ कसरी खुट्टामा गोली लाग्छ नि त्यो समयले देखाउँछ अलि हामी भाइ हामी पनि गोली चलाएर हानेर आएको मान्छे हो नि भाइ। फेरि त्यो विगत हेर है फेरि युवराज सफल विगत हेर भाइ। फेरि हामी तिमीहरू जस्तो त्यो चाहिँ त्यो गरेर आएको मान्छे होइन नि। फेरि विगत हेर नि भाइ। फेरि म दुश्मनी गर्दिनँ गरेपछि फेरि राम्रो हुन्न भाइ। फेरि विचार गर है। तिमीलाई राम्रो छ भनिदिएको छु मैले। तिमी तरुण दलका चाहिँ जोसुकै भए पनि या म अपन च्यालेन्ज म दिइरहेको छु त। तिम्रो हातबाट हुने चाहिँ तिमी गर म मेरो हातबाट हुने चाहिँ म गर्छु। होइन तिमी म यस्ता झिना मसिना मान्छे छ मलाई केही गर्नु पनि छैन। अब क्रिया यदि भयो भने प्रतिक्रिया अनि देउँला नि त। अहिले केही छैन मलाई त्यो मतलब छैन। यस्ता कति आए कति गए AK-47 बोकेर आए के लिएर आए मलाई टाइमै तोकेर चाहिँ आए। कोही माइकेल दशा लागेको छ भन्ने बेग्लै कुरो हो भाइ। तिमी होइन भने साइड लाग्यो भाइ। पहिला मेरो समूहको फोन उठाउने हैसियत गर्नु को सम तिमी अब भाइ तिमीसँगै बोल्दैछु त को अर्को मान्छे यार नोकर चाकरसँग बोल्दिनँ नि त म भाइ। तिमी आफै बोल न के भन्नु पर्यो लु भन्। मेरो फोन किन उठ्दैन त अनि हावा नचाहिन्छ फोनै हाने छैन उठिरहेको छु त बोलिरहेको छु त दम छ नि भन्नु पर्यो नि के गर्नु पर्यो मैले। मुद्दा फिर्ता हुँदैन भाइ। कहाँ हुनुहुन्छ ल भन्नुहोस् काठमाडौँ हामी पनि काठमाडौँ छु ल भन्नु कहाँ भेट्नुपर्छ मैले ल भन्नु किन भेट्नु पर्ने मैले फोकट ल मेरो जरुरी काम छ तपाईँले त्यो सामाजिक सञ्जालमा मेरो छोरी त्यहाँ गर्नु पर्यो मेसेज गर्ने मान्छे को त? मेसेज गर्ने को धम्क्याउने को? ज्यान केसमा लगेर भोलि 11 बजे मुद्दा दर्ता गर्दैछु भाइ सर्वोच्चमा। ल मार्छु भन्न मिल्छ? गरेर देखाउन तिम्रो कानुन छ नि तिम्रो कानुन छ सबै मेरो खुट्टाको म को तिमीलाई थाहा छैन। तिमी जे गर्न मन छ तिमी हातबाट हुने चाहिँ त को हुनुहोस् नि भाइ त सानो भाइ होस् होइन। त्यो जिम्मेवारी तैँले रेस्पेक्ट गरिस् भने तैँले रेस्पेक्ट पाउँछस्। म अझ पनि भन्छु म 11वटा मुद्दा हानेर बाहिर आफै अन्डरग्राउन्ड बसिरहेको मान्छे अझ तिमी मुद्दा हाल। अन्डरग्राउन्ड बसे पनि बस भाइ फुटबल ग्राउन्ड बसे पनि बस मङ्गलग्राउन्डमै मलाई त्यो मतलब होइन भाइ। त्यो जिम्मेवारी चाहिँ म छैन त्यो जिम्मेवारी चाहिँ है तिमी त्यही हो। तिमीलाई मैले भित्र हाल्दिन पर्ला नि। फेरि चुप्प लगाएर साइड लगाएर हिँड मलाई केही छ भन्नु छैन ल जो आफ्नो काम गर भाइ। मैले भने नि भोलिको दिनमा तलमाथि केही भइहाल्यो त्यो तल माथि त भइहाल्छ कहिले कहीँ भर्याङ चढेर माथि जान्छु कहिले तल झर्छु नि म। त्यो मेरो मर्जीको कुरा हो नि भाइ। खुट्टामा गोली लागेको थियो तल झरिहाल्छु अनि बल्ल थाहा हुन्छ ओहो भन्ने जस्तो फिल छोड्देऊ यस्ता मलाई धम्की तिमीलाई देउवाला लगाएर देऊ जो युवराज सफललाई यस्ता धम्की नदेऊ। ल झुकेर पनि मेसेज गर्ने कोसिस गर्ने होइन भाइ अबदेखि। अब मेसेज गर्ने कोसिस गर्ने। म खोजी मार्छु ल च्यालेन्ज भयो। ल तेरो दम छ भने के गर्नुपर्छ गरेर। अब यता गृहमन्त्रीले नै आफूले पालेका पाल्तु कुकुरहरू लगाएर आफू बस्नको लागि यसरी धम्क्याउने थर्काउने मुद्दा फिर्ता गर भन्नु कुनै उचित होला? साथीहरू भन्नुहोस् त ल कमेन्ट गर्नुहोस्।